साथीहरू वेलकम छ है मेरो नयाँ भिडियोमा। आजको चाहिँ हामी चाहिँ फाइनली बेस क्याम्प जाने क्रममा उकालोमा जाँदै गरेको। अनि आज चाहिँ हामी धेरैजना चाहिँ माथि जाँदै हुनुहुन्छ, म चाहिँ पछाडि बसिरहेको छु। अनि त्यही भएर गाइज होइन, तपाईँहरूले भिडियो हेरेर लाइक कमेन्ट सेयर अनि सब्सक्राइब पनि गरिदिनु होला। अनि आज चाहिँ हाम्रो माथि हल्का हाम्रो सानो सानो पार्टी पनि हुनेछ होइन, मासु ट्याक्क। अनि हामी त्यहाँबाट ड्रोन भ्यू पनि हामी हेर्छौँ कस्तो के हुन्छ होइन। यहाँ चाहिँ यस्तो छ, बबाल छ कि। हेलो गाइजहरू, तपाईँहरू हामी चाहिँ यहाँ टक्क बेस क्याम्पमा जाने क्रममा चाहिँ हामी फोटो सेसन चलिरहेको छ। हातमा चिसो बोकेर चलिरहेको पुरै बबाल छ। अलिअलि इङ्ग्लिस नै हाल्नुपर्छ या। ल आई एम गोइङ टु द लमजुङ बेस क्याम्प। ओ वाओ, मर्निङ टाइम। ओके ब्रो, फोटो सेसन चलिरहेको छ यहाँ ब्रो। बिहानको क्या बेउ लाइटर।
ब्याट्री चाहिँ चार्ज गरिरहेको छौँ हामीले स्ट्यान्डबाई चार्ज पावर ब्याङ्कमा लगाएर हामी चाहिँ जाँदैछौँ यसरी यहाँबाट हामीले डाँडाबाट बेस क्याम्प पनि ड्रोनबाट पुग्यो हामी अब त्यहीँ पुग्नु बाँकी छ अनि त्यहाँको कस्तो के हुन्छ हजुरहरूलाई म देखाउने नै छु होइन गाह्रो छ यार ल साथीहरू हामी चाहिँ फाइनली माथि बेस क्याम्पसम्म पुग्न लागेको अनि बेस क्याम्प पुग्नुभन्दा हामीलाई धेरै गाह्रो भएको छ बेस क्याम्प पुग्नको लागि किनभने सबै गलियो नि त यस्तो हालत छ हेर्नुलाई ड्रोनको ब्याट्री चार्ज गरेर यस्तो बबाल भ्यू छ कि हेर्नु यस्तो बबाल छ हिमालहरू देखिन्छ तर कुहिरो लागिसकेको छ यस्तो रहेको छ गाह्रो छ है तपाईँहरू आउँदै हुनुहुन्छ भने साथीहरूले यो भिडियो हेरेर कमेन्ट गर्नु होला अनि तपाईँहरूले कस्तो के लाग्छ कमेन्ट पनि गर्नु होला ल हामी चाहिँ अब गरेर छाँदैछौँ ट्याक्क बसेर लमजुङ बेस क्याम्पमा ट्याक्क मजाले बसेर ल साथीहरू हामी फाइनली चाहिँ बेस क्याम्प आइपुगेका छौँ यहाँ चाहिँ हाम्रो ट्याक्क आइटमहरू ट्याक्क हो आइटमहरू यत्रो छ नि हेर्नु त बेस क्याम्प हो रे मेरो हाइट 3850 मिटरमा छ रे यहाँ घुम्न आइजा रे माइन्ड फ्रेस हुन्छ रे ल हाम्रो चाहिँ अब यहाँ टक्क सिजन बन्दैछ ट्याक्क ल हैट आगो नबलेर हैरान यार
Matarigo pai. Matarigo pai. डिप्रेसन मलाई पनि थुप्रै साथीहरूले भेट्दाखेरि जवानै देखिनुहुन्छ भनेर भन्छन्, त्यसमा पत्याइहाल्नुपर्ने कुनै जरुरी छैन भन्दाखेरि त भनिदिन्छन् साथीभाइले भर्खरकै देखिनुहुन्छ तपाईँ भनेर। अनि कस्तो देखिन्छु भन्ने त म पनि ऐना हेर्दैछु नि कहिले कहिले त, कहिले कहिले ऐना हेर्छु नि। कसैले मलाई भर्खरकै देखिनुहुन्छ तपाईँ एकदम तन्दुरुस्त जवान देखिनुहुन्छ भन्यो भने म बेलुका गएर हेर्छु, कति मलाई उल्क्याएको हो कति साँचो हो भनेर हेर्छु, ऐनाले भनिहाल्छ फेरि। खैर मलाई पनि थुप्रै साथीहरूले भेट्दाखेरि जवानै देखिनुहुन्छ भनेर भन्छन्, त्यसमा पत्याइहाल्नुपर्ने कुनै जरुरी छैन भन्दाखेरि त भनिदिन्छन् साथीभाइले भर्खरकै देखिनुहुन्छ तपाईँ भनेर। अनि कस्तो देखिन्छु भन्ने त म पनि ऐना हेर्दैछु नि कहिले कहिले त, कहिले कहिले ऐना हेर्छु नि। कसैले मलाई भर्खरकै देखिनुहुन्छ तपाईँ एकदम तन्दुरुस्त जवान देखिनुहुन्छ भन्यो भने म बेलुका गएर हेर्छु, कति मलाई उल्क्याएको हो कति साँचो हो भनेर हेर्छु, ऐनाले भनिहाल्छ फेरि। खैर
भाइ ल यतिमा भयो क्या